आदरणीय उपस्थित सम्पूर्ण अतिथिगण, नगरवासी सम्पूर्ण दाजुभाइ, हामी कपिलवस्तु नगरपालिकाद्वारा आयोजित 8औं नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको हामीले अनुशासन देखाउनुपर्छ, मर्यादा देखाउनुपर्छ र त्यसपछि मात्रै खेल हुन सक्छ। र यो खेल भरि तपाईहरुले एकदम अनुशासन देखाएर आफ्नो खेलको राम्रो उत्कृष्ट प्रदर्शन गरेर क्रिकेट संघको आँखामा पनि तपाईहरु पर्नुस् र भोलि आफ्नो यो खेललाई आफ्नो रोजगार बनाउनुस् भन्ने म तपाईहरुलाई सुझाव र शुभकामना दिँदै र यस्तो महत्त्वपूर्ण घडीमा जुन मलाई स्वागत मन्तव्यको लागि आदरणीय मेयरज्यूले मेयर कप क्रिकेट प्रतियोगिताको अध्यक्षको आसन ग्रहण गरिदिनको निमित्त प्रतिकूलताको बावजुद कार्यक्रमका शेड्युलहरू चेन्ज भए तापनि आजको यो विशेष अवसरमा उपस्थित सम्पूर्ण आयोजक टिमका साथीहरू, कर्मचारी मित्रहरू, रणनीति, टिम स्पिरिट, समूह भावना यी लगायतका कुराहरू खेलका माध्यमले हामीले प्राप्त गर्छौं। यसका माध्यमले यो प्राप्त भएको क्षमता, प्राप्त हुने स्किलहरू हाम्रो जीवनको अन्य क्षेत्रमा समेत उपयोगी हुने म ठान्दछु। त्यसो हुनाले म आजको यो उद्घाटन सत्रबाट के भन्न चाहन्छु, अतिथिज्यूहरू, उपस्थित महानुभावहरूलाई राष्ट्रिय गानका निमित्त टेक्निशियन मित्र त्यसको समय पनि हामीसँग कम रहेको छ। हामी मन्तव्यलाई छुट्याउँदैछौँ। त्यसैगरी 8औं नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा सम्पूर्ण जुन यहाँको आयोजकहरू हुनुहुन्छ, यहाँको प्राविधिकहरू हुनुहुन्छ, यहाँको एम्पायर हुनुहुन्छ, उहाँहरूले बनाएको नियम परिधिमा रही खेल्नु होला। खेल भावनाले अगाडि बढ्नु होला। आपसमा कुनै वाद विवाद नगर्नु होला। तपाईहरु सम्पूर्ण बाह्रै छोटो शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। खेल मैदानहरू विभिन्न नगरपालिकाहरू विभिन्न ठाउँमा बने, तथापि यो खेल मैदान अहिलेसम्म कुनै प्रगति हुन सकेको थिएन। धेरै नेताहरू कपिलवस्तुवासीले नगरपालिकाले जन्मायो, तथापि यतातिर कसैको ध्यान गएको अवस्था थिएन। र हामी निर्वाचित भइसकेपछि यसलाई हामीले चुनावमा प्रतिबद्धता गरे बमोजिम हामीले 1 करोड रुपियाँ यहाँ विनियोजन गर्यौं र यसपटक पनि मैले 3 करोड प्रस्तावित गरेको छु। मलाई विश्वास छ अब यो बन्ने क्रममा एउटा टेवा थपिनेछ र यसले एउटा नयाँ रूप अवश्य लिनेछ भन्ने मैले विश्वास दिएको छु। वास्तवमा खेल मैदानको अभावमा हाम्रा दूर दराजमा रहेका खेलाडी भाइहरूले आफ्नो प्रतिभा देखाउन नसक्ने अवस्था पनि छ। किन भन्दा हामीले हेर्ने गरेका छौं गाउँघरमा अहिले अत्यन्त लोकप्रिय रूपमा रहेको यो क्रिकेट खेल मैदानका नभएको कारणले धेरै खेलाडी, प्रतिभावान खेलाडीहरूले पनि आफ्नो क्षमता देखाउने अवसर पाइरहेका छैनन्। त्यसैले गर्दा यहाँ उचित खेल मैदान भयो भनेदेखि पक्कै पनि हाम्रो कपिलवस्तुले पनि राम्रा खेलाडीहरू जन्माउन सक्छ र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि कपिलवस्तुको नाम उच्चा गर्न सक्छ भन्ने मैले विश्वास लिएको छु। खेलाडीहरूलाई मात्र यो मेयर कप प्रतियोगिता अथवा अन्य प्रतियोगितामा खेलाउने मात्र भन्दा खेलाडीहरूलाई कसरी बढी चाहिने सेवा सुविधा दिन सकिन्छ भनेर हरेक स्थानीय तहले पनि आफ्ना वडाका खेलाडीहरूलाई पहिचान गरी खेललाई पनि विशेष किसिमले सहयोग पुर्याउनका निमित्त खेलाडीहरूलाई पनि विशेष किसिमको सहयोग पुर्याउँदै हामीले हाम्रो जिल्लामा राम्रा खेलाडीहरू उत्पादन गर्न सक्यौं भने पक्कै पनि आफ्नो जिल्लाको नाम अगाडि आउन सक्दछ। र खास गरी आजका हाम्रा युवाहरू अनेक कुलतमा लाएर बिग्रेको अवस्था पनि छ। त्यसैले गर्दा कम्तीमा खेल स्वास्थ्यको लागि, खेल राष्ट्रको लागि खेल भन्ने जुन नारा छ त्यस आधारमा खेलाडीहरू
नवयुवक भाइहरू खेल क्षेत्रमा लाग्यो भनेदेखि एउटा प्रतिभावान खेलाडी बन्न सक्यो भने पनि आजको दुनियाँमा उसको छुट्टै मान सम्मान पनि पहिचान पनि रहन्छ। त्यसैले गर्दाखेरि खेललाई विशेष महत्त्व दिँदै अबका युवाहरू त्यतातिर लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। खेल भन्ने कुरा अनुशासित भएर खेल्ने हो। हरेक यहाँ 12वटै टिम होला, 12वटै टिम मध्ये सबैले जित्ने होइन, कसैले जित्ला कसैले हार्ला, तर एकदमै अनुशासित भएर खेल्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र एकचोटि हारेको टिम अर्कोचोटि प्रयास गर्यो भने पक्कै पनि जित्ला। त्यसैले गर्दा तपाईँहरू सम्पूर्णलाई, खेलाडी भाइहरूलाई अग्रिम शुभकामना दिँदै आफ्ना भनाइहरू अन्त गर्छु। धन्यवाद।